मेगा नेपाल लगभग आयो भने भाइ नमस्कार। हजुरले कृपेश ड्राइभमा गाडी सिक्नु भएको रहेछ। हजुरलाई कस्तो सिकाउनु भएको छ? एकदम दाइहरूले एकदम राम्रो सिकाउनु भएको छ। मैले 13 घन्टाको कोर्स लिएको, अहिले चाहिँ पुरै सक्ने भएको छु। अब 5-6 दिनमा ट्रायल छ, त्यसको लागि रेडी पुरा रेडी हो एकदम। पुरै एट उकालो ओह्रालो पुरै रेडी सबै सक्नुहुन्छ नि? दाइहरूले एकदम राम्रो सिकाउनुहुन्छ। हजुर एकदम राम्रो सिकाउनुहुन्छ गुरुहरूले। एकदम अनि ट्राफिक रुल्सहरू नियमहरू आउँछ कि आउँदैन? उहाँ जस्तो हुन्छ त्यो दाइहरूले सब सिकाउनु भएको छ, एकदम राम्रो छ भाइ। अनि अब तपाईँले चाहिँ यहाँ अरू आउने नयाँ विद्यार्थीहरूलाई चाहिँ के भन्नुहुन्छ त कृपेश ड्राइभिङमा? यहाँ चाहिँ म पनि मेरो दाइले सजेस्ट गरेर आएको, यहाँ दाइले नि यहीँबाट सिकेर ट्रायल पास गरेको। अनि यहाँ चाहिँ एकदम दाइहरूले राम्रोसँग सिकाउनुहुन्छ। अनि हजुरहरू आफै एकचोटि यहाँ भिजिट गर्न आउनुभयो भने चाहिँ मजाले सक्नुहुन्छ। म पनि 13 घन्टा कोर्स लिएको, अहिले चाहिँ फुल्ली प्रिपेयर छु ट्रायलको लागि। ए हस्, थ्याङ्क यू, हस् धन्यवाद। बहिनी हजुरलाई नमस्कार। अनि कृपेश ड्राइभिङमा अहिले तपाईँले स्कुटी जुन सिक्दै हुनुहुन्छ आज ट्रायलको लागि कस्तो सिकाउनु भएको छ भन्नुहोस् त? राम्रो सिकाउनु भएको छ। बुझ्नु भएको छ सबै ट्राफिक रुल्सहरू? 8 घुमाउन सक्नुहुन्छ नि? पहिला सक्नु भएको थिएन, अहिले राम्रो घुमाउनु भएको छ होइन? सक्नुहुन्छ नि? अरू नयाँ आउनेहरूलाई हजुर के भन्न चाहनुहुन्छ? यहाँ आफूलाई जिरो लेभलदेखि थाहा भए पनि यहाँ राम्रोसँग बुझाइदिनुहुन्छ, राम्रोसँग सिकाइदिनुहुन्छ, त्यही हो। हस् धन्यवाद। हजुरलाई नमस्कार है कृपेश ड्राइभिङमा। तपाईँलाई यहाँ अहिले कस्तो सिकाइराख्नु भएको भाइ? राम्रो सिकाउनु भएको। म 4 चोटि आइसकेँ। हजुर नआउने मान्छेलाई सबै सिकाइसक्नु भयो। अब यति सिकाइसकेपछि आज ट्रायल कच्छ जस्तो लाग्छ मलाई। भने अरू नयाँ आउनेलाई के भन्न चाहनुहुन्छ? नयाँ आउनेलाई धेरै राम्रो छ, सिकाउने मान्छेहरू पनि धेरै राम्रो हुनुहुन्छ, प्राइस पनि राम्रै छ। हस् हस् धन्यवाद। हजुरलाई नमस्कार। यहाँ कृपेश ड्राइभिङ हजुरलाई आज स्कुटी कस्तो सिकाउनु भएको छ? सिकाउनु भएको राम्रोसँग सिकाउनु भएको। बुझ्नु भएको छ नि? बुझेछु। उकालोमा जा भनेपछि जाने होइन, अनि ओह्रालोमा जा भनेर जाने। उकालो ओह्रालो रोक्दाखेरि चाहिँ स्टपलाई अगाडिको चक्काले छुने, 2 खुट्टा टेक्ने स्कुटीले होइन, अनि त्यहाँबाट खुट्टा हल्लाउन हुँदैन भन्ने नियम रुल्स बुझ्नु भएको छ? एकदम राम्रोसँग बुझ्नु भएको छ। अनि आज ट्रायल कटाउन सक्नुहुन्छ त? खै अब सक्नुहुन्छ नि? आज सक्नुहुन्छ। हस् हजुर धन्यवाद, गुड लक। भाइ नमस्कार। कृपेश ड्राइभिङमा गाडी सिक्नु भएको रहेछ। अनि कति दिनको कोर्स लिनुभयो? मैले चाहिँ फुल कोर्स 13 घन्टाको लिएको थिएँ। हजुर सुरुमा गाडी चलाउन केही आउँथेन। अब 13 घन्टा पहिला 11 घन्टा जति बाटोमा सिकियो। हजुर बाटोमा सिकेपछि चाहिँ राम्रै भयो। अनि अहिले चाहिँ 2 घन्टाभित्रको कोर्स छ। यहाँ 8 घुमाउने उकालो ओह्रालो सब भन सक्छौ नि? अब राम्रो सबै 8 उकालो ओह्रालो सक्छौ? हजुर सब सकिन्छ। अहिले चाहिँ पर्फेक्ट भइसक्यो। गुरुहरूले खतरा सिकाउनु हो। हजुर पहिला केही चलाउन आउँथेन, अहिले सब पुरै बुझिसकियो गाडी। हुन्छ। नयाँ आउने विद्यार्थीलाई के भन्छौ त? नयाँ आउने विद्यार्थी डाइरेक्ट अब कृपेश ड्राइभिङ सेन्टरमा आउनु, अरू खोज्नै पर्दैन, एकचोटि आएर ट्राई गर्नु, त्यसपछि थाहा भइहाल्छ तपाईँहरूलाई नि। हस् धन्यवाद। धन्यवाद। हस्।